यहाँ चाहिँ मेरो साथीले चाहिँ धमाधम काम गर्दै रहेछ नि त, उसले चाहिँ मासु पकाउँदैछ। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। सो मेरो साथीको चाहिँ हिजो बर्थडे थियो, त्यसको लागि म चाहिँ अलिकति छिटो गएँ काम सकाउने भनेर। कामचुले सबै काटकुट पारेर रेडी बनाएर राखेको रहेछ। अनि यहाँ चाहिँ चाउल भिजाइरहेको रहेछ खिरको लागि। अनि म चाहिँ यहाँ नारियल कद्दुकस गर्नु लागेँ। अनि फेरि दिदीले चाय बनाएर लिएर आउनुभएको रहेछ। अनि उसको बादमा साथीले चाहिँ बिस्किटसँग खाने भनेर चाहिँ बिस्किट निकाल्यो। सो मैले चाहिँ खाएन, एकदिनको भातै घटिदिएन मेरो चाहिँ। अनि फेरि यहाँ गोर्खा चटनीलाई सबै सामान रेडी गरिसकेको थिएँ। अनि यहाँ चाहिँ तेल गरम गर्दैछु झान्नुको लागि। अनि यहाँ चाहिँ खिर पाक्दैछ। सो फेरि मैले पनिर पनि काटिसकेँ फ्राई गर्नुको लागि। सो फेरि साथीले चाहिँ यहाँनिर चाहिँ मसला पिस्दैछ। अनि फ्राई मतलब पनिर फ्राई गरेको तेलमा म पकौडी पोल्नेवाला थिएँ अब। अनि यहाँ चाहिँ छोले बनिँदैछ। अनि यसको बाद पनिर पनि फ्राई भइसकेको थियो। अनि फेरि एकछिनमा चाहिँ पाहुनाहरू आइसकेको थियो नि त। सो हामीले एकछिन त्यहाँ बसाएँ। अनि बुढालाई चाहिँ मैले बेलुन मगाएको थिएँ, अलिकति थियो नि त मसँग। सो फेरि कविता दिएर मैले चाहिँ अलिकति डेकोरेसन गरिदिएँ। अनि यहाँ चाय पाक्दै थियो। फेरि यहाँ दिदीले चाहिँ गिफ्ट दिएको चाहिँ मैले थोडा बहुत भिडियो बनाइदिएँ मैले दिएको, र फोटोहरू पनि खिच्नु पाएन कि म चाहिँ उसँग पुरा बिजी भएँ नि त। अनि फेरि यहाँ चाहिँ पुरी पोल्दै थियो। अनि यसको बादमा फेरि यहाँ मायालु भनेर चाहिँ केक ल्याइदिएको रहेछ भाइले। अनि यहाँ चाहिँ केक काट्न रेडी गर्नु लागेको थिएँ हामीले चाहिँ। अनि उसले चाहिँ मलाई त कस्तो लाज लागिसक्यो भने भनिदिन्थ्यो नि त। अब त्यस्तै हुन्छ केक काट्दाखेरि सबैको बर्थडेमा त होइन, सबैले हेरिराख्छ, त्यही भनेर अलिकति नर्भस फिल हुन्छ होइन। सो त्यस्तै हो बर्थडेमा त अब। अनि यसको बाद फेरि केक पनि कटिङ भइसकेको थियो। अनि यहाँ चाहिँ हामी प्लेट पनि लगाइसकेको थियो कि भिडियो बनाउनु पनि पाएन, यति हडबडी हुन्छ नि त होइन यतिखेर चाहिँ। अनि यहाँ दिदी र बहिनीले चाहिँ फेरि पुरी पोल्दै थियो नि त गरम गरम दिने भनेर चाहिँ। अनि फेरि यहाँ नेहाले चाहिँ चाय बनाउँदैछ। फेरि मेरोमा अलिकति थोप्रा देखाउन त भनेर मैले चाहिँ भिडियो यसरी बनाउँदै थिएँ नि त। फेरि यता दिदी चाहिँ मलाई हेरेर हाँस्नु हुँदै थियो कि। फेरि ठिक्कै मेरो साथी चाहिँ पछिबाट आयो। अनि फेरि अलिकति पुरी कम्ती हुन्छ जस्तो लाग्यो नि त हामीलाई चाहिँ। अनि फेरि म र साथीले चाहिँ बनाउन थाल्यो अलिकति। अनि फेरि हामीले पनि खानु लागिसकेँ। यहाँ चाहिँ हामी चाहिँ खाँदैछु। सो आजको लागि चाहिँ यति नै। मेरो भिडियो कस्तो लाग्यो राम्रो लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्नुहोस् होला। सो थ्याङ्क यू, बाई बाई।